नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुको माझमा चाहिँ चाउमिन बनाएको भिडियो लिएर आएको छु। म चाहिँ एक्लै छु अनि खाजाको लागि चाहिँ एक्लै चाउमिन बनाउँदै छु। पसल जान होटल जान अल्छी लागेर यहाँबाट अलिकति 5 मिनेट 10 मिनेट जति तल जानुपर्छ। अनि मलाई चाहिँ जान पनि अल्छी लाग्यो अनि अर्को चाहिँ धेरै भएको थियो नबनाएको, सो बनाउन मन लागेर म चाहिँ बनाउन जाँदै छु। मैले चाहिँ सुरुमा थोरै तेल हाले अनि मलाई चाहिँ घरमा चाहिँ चाउमिन बनाउने सबै सामान पनि छैन, तै पनि जे छ त्यही बनाएर राखेर चाहिँ म बनाउन गइरहेको छु। अनि मैले तेल हालिसकेपछि चाहिँ जिरा थोरै हाले। मलाई चाहिँ एकदमै मन पर्छ फुर्याएको जिरा। अनि त्यसपछि मैले चाहिँ तरकारीहरु भेजिटेबल्सहरु चाहिँ काटेर रेडी बनाएको छु। जे मसँग छ त्यस्तै मैले लसुन हाले। मलाई चाहिँ मेरो एकजना साथीले सिकाउनु भएको थियो यसरी लसुन हाल्ने। हाम्रो गाउँघरमा चाहिँ काटेर भन्दा पनि पिनेर हालिन्छ नि त, तर यहाँ चाहिँ अहिले चाहिँ मैले काटेर हालेको छु। त्यस्तै गरेर प्याज हाले थोरै। तेल चाहिँ अलिकति धेरै भएछ, ठिकै छ। तर मैले बिस्तारै भुटे यसलाई चाहिँ। तर एकदमै रमाइलो लागिरहेछ एक्लैले बनाएर यसरी चाउमिन। मैले फर्स्ट टाइम खाँदै छु, रुममा एक्लै छु अनि एक्लैलाई बनाउन चाहिँ रमाइलो लागिरहेको छ। त्यसरी मैले चाहिँ यो चना पहिल्यै उसिनेर राखिसकेको थिएँ अनि त्यो उसिनेको चनालाई चाहिँ फेरि मैले फ्राई गरेँ। अनि यसो क्यामेरा ब्याक गरेर आफ्नो अनुहार हेरेको एकदमै बिरामी जस्तो देखेको रहेछ। आज स्याटरडे हो, सबैजना घरमै बसिराख्नुहुन्छ, त्यस्तै म पनि नुहाएको पनि छैन, केही गरेको पनि छैन, यत्तिकै अल्छी गरेर बसिराखेको थिएँ। अनि अहिले चाहिँ यसो चाउमिन बनाउन एउटा भिडियो बनाइहालौँ भनेर। अनि त्यस्तै गरेर मैले चाहिँ यहाँ टमाटर अनि हरियो खोर्सानीहरु हाले। अनि यसलाई चाहिँ मैले मजाले फ्राई गरेँ 1-2 मिनेट जति। अनि त्यसपछि चाहिँ मैले उसिनेको चाउमिन हाले। बनाउन चाहिँ एकदम टाइम कन्ज्युम हुने रहेछ। अनि मैले चाहिँ बिस्तारै बनाएँ। मसँग चाहिँ चलाउने कुरा पनि नभएर मैले काँटा चम्चाले चलाइरहेको छु। यसरी मैले बिस्तारै आनन्दले बनाएँ। हेर्न सक्नुहुन्छ मेरो चाउमिन चाहिँ लगभग रेडी नै भइसकेको छ। अनि मैले चाहिँ यसमा थोरै चाइनिज मासु भएको